तैले 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 पनि बता गल्ती गर्छ त हाम्रोमा दोष छ कोही सिकाउँदैन यहाँ त बसेर होमवर्क बनाउँछौ म बताइदिन्छु कसरी आइहाल्छ आउँछ कहाँ जान त्यो घरमा पढ्न आदत डाल सुबहमा उठेर 8 बजे 6 बजे उठ्छ त 2 घण्टा पढ्यो भने त भइहाल्छ सुबहमा कहाँ जान्छ कोचिङ छ तब के टेंशन छ त 2 घण्टा पढे लिन्छ त भइहाल्छ टाइम 24 घण्टामा जुन समय मिला पढाइको यार पढाइको जरुरी छैन जो हामी रातिमा नि पढ्छौ दिनमा नि पढ्छौ पढाइको हैन 24 घण्टामा पढाइको आफ्नो समय अलग निकाल आ जुन टाइममा पढ्ने तर त्यो प्रत्येक दिन त्यो टाइम बनाउने न त आज 6 बजे सुबहमा पढे लियो मन गरियो त आ पर्सि 4 बजे शाममा पढिहाल्यो फिर चौटारो 7 बजे रातमा पढिहाल्यो पढिरहेछौ नि त यो पढिरहेछ न तिमी देखाइरहेछौ कसले देखाइरहेछ आफ्नो घरको आमा बुवा गार्जियन लाई जो म पढिरहेछु दुई तरिकाको पढाइ हुन्छ एउटा घरमा देखाउने पढाइ हुन्छ आ एउटा काम गर्ने पढाइ हुन्छ सफल हुने हुन्छ त जुन देखावटी पढाइ गर्छ त्यो 10 मिनेटमा 10 वटा बुक निकालिदिन्छ तुरन्त राख्छ फेरि निकाल्छ फेरि राख्छ फेरि 10 को कपीको पाना पल्टाइदिन्छ त्यो बुझ्ने यो देखावटी पढाइ हो तर आमा बुवा हामीहरुको थोरै बुझ्छ तर हामीहरु त हेरेर पत्ता लगाइलिन्छ नि 10 मिनेटमा 10 वटा निकाल्छ पल्टाउँछ एकदम यस्तो 1 घण्टा भयो आधा घण्टा भयो अब आमा बुवा इम्प्रेस भयो मेरो बेटा बेटी पढिरहेछ जस्तो एक्जाम्पलमा छ यहाँ अन्त म बुझिरहेछु न तर उमर अनुसार टाइट गर्नुपर्छ किनकि म बुझिरहेछु म त ज्यादा करे हेरेर हो आउने समय भइहाल्यो किताब लिएर 10 मिनेटमा 10 वटा किताब लिएर पल्टाए न त एउटा होमवर्क बनाए भने त 1 घण्टा लाग्छ आधा घण्टा लाग्छ कि लाग्दैन झुटो बोलिरहेछु तब हामी हेरिलिन्छ तल भले सम्झाउने छ उमर अनुसार मान्छेको बुझ्नु पर्यो तर अब बुझ्नु पर्यो जब 12 प्लस हाम्रो एज जान्छ त त्यो बेला समझदार हामी भइहाल्छौं हाम्रो पढाइको तन अगाडि बढिहाल्छ त हामीले बुझ्नु पर्यो त्यो माइन्डमा सेट गर्नु पर्यो तब त्यस्तो प्रकारको देखावटी अगर पढाइ गर्छौ त केही प्रफिट हुँदैन अगर केही बन्नको लागि सपना राखेछौ पैसा कमाउनको सपना राखेछौ त जति पनि टाइम दिनु जुन बेला दिनु एउटा टाइम आफ्नो सिलेक्ट गर्नु अब प्रत्येक दिन पढ्नु मान तिमीलाई 3-4 दिन भइ थिएन अरु ठाउँमा गइहाले थियो र त्यसको मेन्टेन गर्नका लागि हामीले फेरि टाइम दिनु पर्छ 1-1 घण्टा फेरि पढाइ दे आफ्नो पढाइमा बढाइ दे त्यो आ फेरि मेन्टेन गर्ले हप्तामा भयो कि भएन त्यसैको लागि जस्तै हामीहरुको कुनै डेमा छुट्टी दिइदिन्छु त्यसको मेन्टेन गर्नका लागि के गर्छु शनिबार पढाएर मेन्टेन हुन्छ कि हैन समझमा आयो त्यस्तै तिमीहरुको पनि छ माना आज बरातेमा गए चाहिँ भोजे खाना केही भए चाहिँ सन्चो छैन त 30 दिनमा 2 दिन 4 दिन मिस्टेक हुन्छ त केही प्रब्लम छैन 1-2 दिन मिस्टेक हुन्छ केही प्रब्लम हैन किनकि सुबहको बोलाएको मान्छे शाममा घर आइहाल्छ त्यसलाई हराउनु भन्दैन त्यो बुझ्यो कुनै कामबाट गएछ त 30 दिनमा कहीं 1-2 दिन सन्चो छैन प्रब्लम छ या तिमीहरुको 2-4 दिन त त्यसको हप्तामा मेन्टेन गरेले 1-1 घण्टा पढाइदियो 1 घण्टा बनाउँछ 7 घण्टा भइहाल्छ हो कि हैन 3 दिनको 2-2 घण्टाको मेन्टेन त भइहाल्यो 3 दिनको पढाइमा नुकसान जान्छ जादैन त समय आफ्नो बनाऊ माने सुबहमा मलाई टाइम बचिरहेछ 6 बजेदेखि 8 बजेसम्म पढ्छु त्यो घरको काम छ सर यो गर्नु 5 बजे उठ्नु 1 घण्टा पढिलिनु 6 बजे आफ्नो काममा लागेर चाहिँ 7 बजे अहिले त मान्छे खाना हुन पनि छ एउटा त 7 बजेदेखि छ त 5 बजे उठ्नु 7 बजेसम्म पढिल्यो भइहाल्यो मेन्टेन सब काम भइहाल्छ 2 हप्तामा 2 घण्टामा अगर त्यसमा तिमीहरुको अब यसपछि जान्छ त तिमीहरुको त म बुझिरहेछु रातमा पढ्न मन गर्दैन खाना खाने आफ्नो रमाइलो गर्ने यसमा के म पनि टाइट गए तर सुबहमा तिमीलाई कुछ समय छ अगर तिमीहरुको मर्निङ क्लास हुन्थ्यो तब 7 बजेदेखि तिमीलाई घरमा पढ्नु पर्छ कम्तीमा 7 बजेदेखि 9 बजेसम्म 2 घण्टाको त रुल राख्नु नै पर्छ प्रत्येक दिन 2 घण्टा अगर पढ्छौ तिमीहरु त हप्तामा तिमीहरु कति घण्टा भयो 1 दिनमा 2 घण्टा त 7 दिनमा 14 घण्टा आ 14 मा 7 दिनमा 14 भइरहेछ नि आ 7 चौको 28 यानी कि 60 घण्टा तिमी 1 महिनामा 60 घण्टा पढ्छौ 1 महिनामा कति घण्टा पढ्छौ 60 घण्टा त 60 मा आ 365 ले दिन हुन्छ नि गुणा गर्दा तिमी कति घण्टा पढ्यौ आ 1 दिनको जम्मा 2 घण्टा छ 24 घण्टामा 2 घण्टा
तर यो गुणा गर्थे यस्तो सेभिङ गर्छौ यस्तो हामी बढाइ हुन्छ बुझ्यो अगर तिमी चाहन्छौ भने सर यो त मलाई मुस्किल पर्छ त बुझ त फेरि सपना मुस्किल छ त जो मर्निङ क्लास रहन्छ त्यसको साममा भन्छु पढ्नको लागि जसको साममा क्लास रहन्छ यहाँबाट जाने आफ्नो आराम गर्ने खेल्ने कुद्ने इन्जोय गरेर केही प्रब्लम होइन तर सुबहमा जरुर पढ्ने घरको काम चाहिँ 6 बजे जागिरहेछ त्यो बेला पढ्यो तर 2 घण्टा आफ्नो टाइम बनाइले लगातार दे 1 महिनामा तिमी बदलिहाल्छौ 1 महिनामा बदलिहाल्छ तर मेन गाह्रो यही थियो स्कुल पढ्न पर्ने केही प्रब्लम होइन संयुक्तमा पढिलिन्छ म्याम छ सर छ स्टुडेन्ट छ साथी छ स्कुल पढिलिन्छ प्रत्येक दिन अटेन्ड गरिलिन्छ कोचिङ पनि प्रत्येक दिन पढिलिन्छ अटेन्ड गरिलिन्छ किनकि यहाँ हेल्प अनि सहारा अनि मान्छेबाट सुहावन यो सब मिलिरहेछ त यो अटेन्ड गरिलिन्छ तर घरमा 2 घण्टा तिमी गर्न सक्दैन 1 घण्टा गर्न सक्दैन बढी से बढी गर्छौ 4 से 5 5 से 10 10 से 20 तर 1 महिना लगातार गर्न सक्दैन जसलाई गर्न छ भने तनी मलाई बताऊ जो सर म प्रत्येक